हेलो एभ्रिवान, शिवा ने हजुरहरू सबैलाई फेरि पनि स्वागत गर्न चाहन्छु मेरो युट्युब च्यानलमा, साथै अर्को ब्लगमा पनि। र आज चाहिँ बुद्ध पूर्णिमा र हजुरहरू सबैलाई बुद्ध पूर्णिमाको धेरै धेरै शुभकामनाहरू भन्न चाहन्छु। ओके गाइज, अब चाहिँ म पूजामा जाँदैछु किनभने चाहिँ बुद्ध पूर्णिमाको दिनै हाम्रो यहाँ काली खोलामा चाहिँ ठुलो देवी पूजा हुन्छ। सो यहाँ जाँदैछु। म चाहिँ निकिता बडीसँग छु र यहाँनिर चाहिँ अरू बडीहरू चाहिँ अघि गइसक्नु भएको छ, राति चाहिँ आउनु हुँदैछ। र यहाँनिर चाहिँ हामी मन्दिरको प्रवेशद्वारभित्र चाहिँ पुग्न आँट्यौँ है, इन्ट्री हुन आँट्यौँ। यहाँनिर गेटमा चाहिँ तपाईहरुले देख्नु हुँदैछ, यहाँनिर भाउजूहरू दाजुहरू यहाँ भाइहरू फोटोहरू खिच्नु हुँदै रहेछ। यहाँ चाहिँ पुग्यौँ हामी। हामी चाहिँ अब जस्ट मन्दिरमा इन्टर हुँदैछ, यहाँबाट मन्दिरमा इन्टर हुँदैछ। हामी यहाँबाट जाँदैछौँ। अहिले चाहिँ लास्ट इयरको ब्लगमा तपाईँहरूले देख्नु भएको थियो है, यहाँनिर चाहिँ बाटोहरू यस्तो राम्रो बनाएको थिएन। योपालि चाहिँ बनाउनु भएको छ र सकिएको थियो, र योपालि चाहिँ यसरी बनिएको छ। तपाईँहरूले देख्नुहुँदैछ यहाँ। के गाइज, हामी चाहिँ मन्दिरको यहाँनिर यतापट्टि छौँ र यहाँ चाहिँ भर्खर मन्दिरहरू सफाहरू गर्नु हुँदो रहेछ। हामी चाहिँ छिटो आएको नि त, किनभने हामी चाहिँ यहाँ दर्शन गरेर चाहिँ उता पनि मन्दिरमा जाने र यहाँ चाहिँ भोग ढालेर चाहिँ पूजा गरिन्छ र उता चाहिँ भोग नढालेर उता चाहिँ फलफुलले गरिन्छ। सो त्यही कारणले गर्दाखेरि चाहिँ हामी चाहिँ यहाँनिर दर्शन गरिसकेर चाहिँ जाने। यहाँ चाहिँ भदैहरू भएर दादाहरू भएर चाहिँ यहाँनिर सफाहरू गर्नुहुँदैछ। र यहाँबाट चाहिँ उतापट्टि तर्नुको लागि चाहिँ बाटोहरू पनि अलिकति बनाइदिनु हुँदैछ खोलामा। तपाईँहरूले देख्नुहुँदैछ पानी कस्तो बढिरहेको छ, भर्खर पानी परेर चाहिँ थामेको। सो तपाईँहरूले देख्नुहुँदैछ यहाँनिर। हामी चाहिँ अहिले यहाँनिरै छौँ, यहाँबाट चाहिँ जानुपर्छ हामी उता हो। हाम्रो बुहारीपातीहरू बात मार्दैछ हो यहाँनिर। त्यस्तो भिडालो छ नि त बाटो हो। जानु रे यहाँदेखिको तल चाहिँ यहाँ चाहिँ हाम्रो बुहारी हो। हेर्नु यस्तो छ यहाँनिर अझै झुम्बर लागेर फक्री लागेर चाहिँ देखेको छैन यहाँनिर हो। रोजना छ यस हाम्रो अर्नब पनि छ, म अर्नबलाई खिचिदिन्छु नि। यहाँनिर चाहिँ यस्तो भिड छ यहाँ हो। हाम्रो दिदी हो यहाँ। खै हौ साइरा यता फर्का न, साइरा यता हेर हो साइरा। यहाँ हाम्रो अर्नब, यहाँ सोल्टिनी हो सबैजना। ओके, फाइनली गाइज हामी चाहिँ मन्दिरमा आइपुगिसकिसक्यौँ र तपाईँहरूले देख्नुहुँदैछ यहाँ तल चाहिँ यस्तो भिड छ हो। अप्ठ्यारो न अप्ठ्यारो छ जग्गा र तपाईँहरूले देख्नुहुँदैछ यहाँनिर। र अझै पनि हेर्नुहोस् तपाईँहरूले भक्तजनहरूको भिडहरू चाहिँ कति छ। र हामी चाहिँ दर्शन गर्दैछौँ यहाँनिर। म बुहारीहरूसँग दर्शन गर्दैछु यहाँनिर।
दिदी टीका नलाउने फाइनली गाइज हामी चाहिँ दर्शनहरू गरिसकेर आइसकिसक्यौँ यतापट्टि निस्किसकिसकेँ मैले बिचमा चाहिँ भिडियो बनाएन किनभने चाहिँ बाटो अप्ठ्यारो छ सो यहाँनिर तपाईँले देख्नुहुँदैछ अझै पनि भिड छ उतापट्टि पनि हामी चाहिँ गरिसकेर आएँ दर्शन यस्तो दामी झरिरहेको छ चाहिँ यहाँबाट चाहिँ पिपले जाने बाटो सबै पिच भएको छ तपाईँले देख्नुहोस् अब चाहिँ हामी अर्को मन्दिरतर्फ लाग्यौँ गाइज हो सुन्ने अब हरिहरू चाहिँ अगाडि गइसक्यो म चाहिँ पछि छु सो बुहारीहरू चाहिँ अगाडि गइसकिसकेँ गाइज र म त जाँदैछु अब मेरो त अनुहारको चायाहरू त सबै निक्ल्यो कस्तो डरलाग्दो निक्ल्यो मेरो फेस त र म जाँदैछु मेरो बुहारीहरू चाहिँ अगाडि गइसकिसकेँ म चाहिँ पछि छु ओके फाइनली गाइज हामी चाहिँ उता मन्दिरमा दर्शन गरिसकेर चाहिँ यता पञ्चकन्या देवी स्थान यहाँ मन्दिरमा आइपुग्यौँ र बुहारीहरू चाहिँ जाँदैछ अगाडि र यहाँ बुहारीहरू र म पनि अब यहाँ उकालो चाहिँ जाने ओके हामी चाहिँ यहाँ मन्दिरभित्र अब चाहिँ इन्टर गर्दैछौँ यहाँ चाहिँ पञ्चकन्या देवी स्थान अब हामी जाँदैछौँ सबैजना कसले करेक्ट है त्यतिको सोच हुनुपर्छ आम बुढाले फोटो खिच्दिएको नि फेरि उताले हेर्न फेरि फोटो खिच्नु थाल्यो त जाँदैछौँ हामी अब चाहिँ मन्दिर आइपुग्यो बनाउँदैन पनि बोल्दैन मुल्ला दिनु के भिडियो चाहिँ ए बुहारी यहाँ आउँदैछ बिचरा गल्यो म पनि सक्दिनँ लास्टमा भएछ हो दाजु हजुर हजुर भर्खर पूजा सुरु भयो कपालहरू पसेर के छैन त्यही त है मर भन्दा पनि म झन् भर्खर खुट्टा उस भएको कि गरेको त छैन त के चाहिँ हाम्रो उषा बहिनीले पूजा गर्दैछ तपाईँले देख्नु सक्नुहुन्छ यहाँ हो चाहिँ म डल्लै राखिदिन्छु है प्रसाद त र यहाँ चाहिँ आन्टीले पूजा गर्नुहुँदैछ
र म चाहिँ यतापट्टि चाहिँ नजाने किनभने मेरो चाहिँ भर्खर खुट्टा फ्र्याक्चर भएको छाती भएको। सो अब यहाँनिरै दर्शन गरेँ। यता दर्शन गरेर चाहिँ अब चाहिँ म चाहिँ तल झर्ने। यहाँनिर यता चाहिँ बुहारीहरूले पूजा गर्नुहुँदैछ र मन्दिर चाहिँ यहाँ माथिसम्म नै छ, बट म चाहिँ जानु सक्दिनँ खुट्टा उयस भएर। सो गइनँ यहाँबाटै। मैले चाहिँ दर्शनहरू गरेँ र अब चाहिँ म चाहिँ ओह्रालो झर्ने। र यता चाहिँ हाम्रो अनुसा बडीले पूजा गर्नुहुँदैछ यतानिर, र म चाहिँ यता गइनँ। र तपाईँले यहाँ माथि पनि देख्न सक्नुहुन्छ। र त यहाँ उच्चा भदैनीले चाहिँ वेट गरिरहेको छ हामीलाई। र अब चाहिँ हामी यतापट्टि जाने। ओह्रालो झर्दैछु म पनि। यता माथिसम्म चाहिँ जानु सकिनँ, यति मात्रै आधी मात्रै गएँ हामी चाहिँ मन्दिर। र अब चाहिँ हामी यता तेर्सो जाने। यहाँनिर चाहिँ नाग मन्दिर छ है, अलिकति नागको लागि यहाँनिर हामी जाँदैछौँ। यहाँनिर चाहिँ यतापट्टि ओके फाइनली गाइज अहिले चाहिँ म घर आइपुगिसकेँ र हजुरहरूलाई आजको भ्लग कस्तो लाग्यो कमेन्ट्स गरेर भन्नुहोला भन्न चाहन्छु। र फेरि भेट्ने बाचा गर्दै बाई बाई, फेरि भेटौँला।